नानी सुन्नु न। हजुर बुवा। तपाईँ त वडा कार्यालयको कर्मचारी हुनुहुन्छ, पक्कै पनि तपाईँलाई सबै कुरो थाहा छ। मैले राष्ट्रिय परिचय पत्रको लागि सबै विवरण टिपाएको थिएँ, तर राष्ट्रिय परिचय पत्रको कार्ड अहिलेसम्म आएको छैन। राष्ट्रिय परिचय पत्र कार्ड नभए पनि नम्बर मात्र भए पनि हुन्छ। अनि नम्बर चाहिँ विवरण दर्ता गर्दा हाम्रै मोबाइलमा एसएमएस मार्फत प्राप्त गर्न सकिन्छ। यदि कसैको मोबाइलमा एसएमएस आएन भने विवरण दर्ता गर्दा दिएको भरपाईमा 16 अङ्कको आवेदन नम्बर पनि उल्लेख गरिएको हुन्छ। त्यति मात्र होइन, एन स्पेस आवेदन नम्बर टाइप गरेर 30001 मा मेसेज गरी आफ्नै मोबाइलमा राष्ट्रिय परिचय पत्र नम्बर समेत प्राप्त गर्न सकिन्छ नि बुवा। अनि यो भत्ता नवीकरण गर्न चाहिँ आफ्नै स्थानीय तहमा मात्रै पाइने हो कि के हो नानी? अहिले त राष्ट्रिय परिचय पत्र नम्बरको आधारमा लाभग्राहीहरूले आफूलाई पाएको पर्ने जुनसुकै स्थानीय तहबाट सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न सकिन्छ नि। अनि यो सामाजिक सुरक्षा भत्ता पाउने त अरू समूहहरू पनि छन्, के उनीहरूलाई पनि यो राष्ट्रिय परिचय पत्र अनिवार्य हो? बालबालिका, आफूले आफूलाई हेरचाह गर्न नसक्ने, अशक्त, असहाय अथवा 90 वर्षभन्दा माथि पुगेका ज्येष्ठ नागरिकहरूको हकमा भने राष्ट्रिय परिचय पत्र नम्बर नभए पनि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न सकिन्छ। औषधि किन्नलाई कति सजिलो भइरहेछ यो भत्ताको पैसाले। म त आजै नातिलाई लिएर गएर के गर्नु पर्यो गरिहाल्छु। यो कुरो एकदमै सही हो। यो बागचाल भन्ने त भोलि पर्सि खेलौँला। पहिला घर जान्छु अनि त्यसपछि कार्यालय पुग्छु। हस् हुन्छ, अहिलेलाई म पनि लाग्छु, उतैवटा कार्यालयमा भेटौँला नि। अब तपाईँहरू सबैजना जाने भएपछि म चाहिँ के आएर बस्ने? म पनि घरमा गएर कागज पत्र मिलाएर हजुरबालाई लिएर वडा कार्यालय जान्छु। गइहालियो, जाउँ। नेपाल सरकारले विभिन्न 28 वटा जिल्लामा सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण गर्नको लागि आफ्नो राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरेको छ। राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न छुट भएका नागरिकहरूको लागि नै लक्षित गरी यसपालि स्थानीय तहमा टोली खटाइएको छ। त्यसैले यहाँ